औ के छ केटाकेटी हो के छ खबर ठिक छौ मैले चाहिँ यो भिडियो किन बनाएको हो भने जति पनि हाम्रो नेपाली दिदीहरू बाहिर जानु भएको छ हैन ब्याचलर पढेर धेरै पढेर बाहिर जानु भएको छ हैन दुःख गरिराख्नु भएको छ उहाँहरूको लागि चाहिँ धेरै धेरै सल्युट छ हैन अनि के भन्न चाहन्छु भने मलाई यो सर्ट टाई प्यान्ट लगाएको देख्नुहुन्छ नि सजिलै पाएको जस्तै लाग्छ होला हैन जहिले म इङ्ग्लिसमा बोल्छु हैन सजिलै यसले त एक किसिममा पाए जस्तो लाग्छ होला मैले भन्नु खोजेको हैन मैले देखाउनु खोजेको हैन क्या कसैलाई पनि केही गर्नु खोजेको हैन क्या मैले म जस्तो छु त्यसमै ठिक छु क्या म कसैलाई प्रुभ गर्न चाहदिनँ क्या म राम्रो छु भनेर क्या मेरो प्यासन हो मेरो बोल्ने काम हो मलाई मनपर्छ मलाई बोल्नु मन लाग्छ म बोल्छु मलाई फरक पर्दैन म सोसल मिडियामा हाल्छु कसैले मलाई जज नगर्दा हुन्छ हिजोको दिनमा म के थिएँ भन्ने कुरो मलाई मात्रै थाहा छ के यो ठाउँमा आउनको लागि कति मेहनत गर्नु पर्यो के गर्नु पर्यो भनेर त्यो मलाई मात्रै थाहा छ क्या म संसारलाई यो देखाउनु सक्दिनँ के बुझाउनु सक्दिनँ क्या संसारलाई खुसी बनाउनु सक्दिनँ के सबैजना नेपाली दाजुभाइहरूलाई धेरै धेरै सल्युट छ विदेश गएर दुःख गर्नुभएकोमा हैन बोर्डमा पैसा फल्दैन यति कुरा चाहिँ याद गर्नु अनि पैसा कमाउनुको लागि पढाइ त म्याटर गर्छ तर स्किल्स पनि म्याटर गर्छ के त्यो जहिले दिमागमा चाहिँ घुसाएर राख्नु क्या स्किल्स भन्ने कुरो चाहिँ धेरै म्याटर गर्छ क्या मेरो नाम चाहिँ नवीन अधिकारी नेपालको हो म जहिले इङ्ग्लिस बोल्छु भिडियो हाल्छु हैन त्यही हो मलाई हेरिदिनु हुन्छ धेरै धेरै खुसी लाग्छ सबै नेपाली दाजुभाइहरूलाई सल्युट छ सबै नेपाली दिदी बहिनी मेरो आमा सबैजनालाई सल्युट छ हैन दुःख गर्दै जानुहोस् सुखको दिन पनि आउँछ हैन दुःख भयो भन्दैमा नआत्तिनु सुख भयो भन्दैमा नमात्तिनु कहिले पनि यो डायलग चाहिँ नबिर्सिनु है त अनि म धेरै धेरै खुसी छु स्टार्टिङमा मैले 50 भ्युअरबाट स्टार्ट गरेको थिएँ अहिले 1 मिलियन भ्युज भइसकेको छ त्यसको लागि धेरै धेरै धन्यवाद धेरै 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 धन्यवाद अनि अन्तिम कुरा चाहिँ के हो भने I love you so much, all the viewers. I love you so much. Don't forget to subscribe my YouTube channel and follow my Instagram page. And I'll keep posting new videos regularly. And jealous, देख्ने मान्छेलाई त जेलियस नि हुनुस् जेलियस अझै बनाउँछु जेलियस तर मलाई टेन्सन छैन मेरो नाम चाहिँ नवीन हो नवीन याद गर्नुस् नवीन हो मलाई डर छैन कसैको डर छैन क्या मलाई केहीको डर छैन क्या जुन ठाउँबाट म यहाँसम्म आएको छु त्यो मेरो लागि बिग एचिभमेन्ट हो क्या